साथीहरु तपाईहरुले चाहिँ कोरियामा टेक्सटाइल कम्पनी कस्तो हुन्छ भनेर खोजिरहनु भएको छ भने यो चाहिँ मैले नमुना प्रस्तुत गरेको छु। कोरियामा चाहिँ टेक्सटाइल कम्पनी दुई प्रकारका हुने गर्दछन्। एउटा चाहिँ तपाईको धागोबाट चाहिँ कपडाहरु थान कपडाहरु बन्ने हुन्छ भने एउटा चाहिँ तपाईहरुको चाहिँ थान कपडाबाट त्यसलाई चाहिँ कलरिङ गर्ने विभिन्न किसिमको कलरिङ गर्ने दुई किसिमको हुन्छ र यो चाहिँ कपडा बन्ने नभएर यो चाहिँ कलरिङ मात्र गर्ने कम्पनी हो। यो चाहिँ मेसिनहरु तपाईहरु देखिराख्नु भएको छ। यो मेसिनमा चाहिँ कपडाहरु लाई हालेमा चाहिँ यसबाट चाहिँ कलरिङ गर्न सकिन्छ अनि त्यस अनुसारको चाहिँ कलरिङ गरेर त्यसको गुणस्तर चेक गरेर अनि मार्केटमा जाने गर्दछ। यो विशुद्ध चाहिँ कलरिङ गर्ने मात्र डिपार्ट भएको छ। यो कम्पनी चाहिँ भने कलरिङ मात्र हो, टेक्सटाइल कम्पनी इन कोरिया। तपाईहरु सर्च गरिरहनु भएको होला। कतिपयले चाहिँ यदि कोरिया आउँदै हुनुहुन्छ भने हेर्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ तपाईहरुको लागि चाहिँ उपयोगी हुनेछ। तपाईहरुले के बुझ्नुपर्छ भने टेक्सटाइल कम्पनी एउटा चाहिँ तपाईको यस्तो थान कपडाहरु मात्र बन्ने र अर्को चाहिँ के त कलरिङ गर्ने कम्पनी पर्न सक्छ है। यो यसो हेर्नु होला भिडियो तपाईहरुलाई पेश गरेको छु। यसरी चाहिँ कपडाहरु चाहिँ अब यो बनेर तपाईको प्याकिङ हुन्छ।